यो चाहिँ हाम्रो रहेको छ सेन्ट्रल डिफरेन्स इन्टरपोलेसन मेथड। यसमा चाहिँ हाम्रो गस फरवर्ड र गस ब्याकवर्ड मेथड रहेको छ। गस फरवर्ड चाहिँ हाम्रो न्युटन फरवर्ड इन्टरपोलेसन मेथड जस्तै हुन्छ र गस ब्याकवर्ड चाहिँ हाम्रो न्युटन ब्याकवर्ड मेथड जस्तो नै हुन्छ। हामीलाई गिभन डेटा छ एक्स नट भनेको 14, x4 भनेको 24, x8 भनेको 32, x12 भनेको 35, x16 भनेको 40। अब x नट भनेको हामीलाई x को भ्याल्यु 0 हुँदाखेरि y को भ्याल्यु 14 हुन्छ, x को भ्याल्यु 4 हुँदाखेरि y को भ्याल्यु 24 हुन्छ भनेर हामीलाई यहाँ दिएको छ। हामीले x र y को भ्याल्यु प्लट गरिसक्यौँ यहाँ। अब हामीले यसलाई चाहिँ निकाल्छौँ क्याल्कुलेटरबाट है त। क्याल्कुलेटरबाट हाम्रो होममा जाने, स्प्रेडसिटमा जाने, y को भ्याल्यु पुट गर्ने 35, 40। अब हामीले b मा जाने, फिल फर्मुलामा जाने, a2 माइनस a1 गर्ने, अब हामीले 4 गर्ने, हामीले यहाँनिर कतिवटा पोजिसनसम्म हामीले जाने भन्दाखेरि चाहिँ हामीले केयरफुल भएर गर्नुपर्छ। हाम्रो 5 वटा डेटा दिएको छ भने 4 गर्ने, 4 वटा दिएको छ भने 3 गर्ने, यदि 10 वटा दिएको छ भने 9 गर्ने। किनभनेपछि त्योपछि पनि हजुरले माइनस गर्नुभयो भने यता 0 माइनस 40 पनि हुन्छ, जसले गर्दा चाहिँ एन्सर रङ आउन सक्छ। त्यही भएर जतिवटा टर्म छ त्योभन्दा एक टर्म घटाएर गर्नुपर्छ। अब b2 माइनस b1, अघि हामीले 4 गरिसक्यौँ, अब हामी 3। अब हामी फेरि d मा जान्छौँ, टुल्समा जान्छौँ, फिल फर्मुलामा जान्छौँ, c2 माइनस c1। यसमा चाहिँ हामीले आफ्नो टाइम बचाउन सक्छौँ र अरू क्वेसनमा हामीले यो टाइमलाई चाहिँ युटिलाइज गर्न सक्छौँ। 2 अब d2 माइनस d1, कन्फर्म। हाम्रो चाहिँ यसमा 0 आएको छैन, त्यही भएर हाम्रो यसमा 10 आएको छ लास्टमा भनेपछि हाम्रो यो 10 नै हुन्छ। हामीले अब कतिवटा सम्म जानु पर्यो हेर्नु, 1 2 3 4 4 वटा, डेल स्क्वायर, डेल क्युब, डेलको पावर 4। मैले यो भ्याल्युहरू यसमा राखिसकेँ। अब यता देखाउँछु। हजुरले 24 माइनस 14 10, हजुरहरूले होममा गएर नर्मल्ली यसरी पनि गर्न सक्नुहुन्छ। 24 माइनस 14 10, अनि फेरि 32 माइनस 24। यसरी गर्दा टाइम कन्ज्युमिङ हुन्छ, त्यही भएर आफ्नो टाइमलाई युटिलाइज गर्नको लागि हामीले स्प्रेडसिटको हेल्पबाट निकाल्न सक्छौँ। अब हामीलाई यसमा x = 9 हुँदाखेरि गस फरवर्ड र गस ब्याकवर्डबाट कसरी एन्सर निकाल्ने त्यो हेरौँ है त। x को भ्याल्यु 9 दिएको छ, त्यति बेला अब हामीले यसको क्लोजेस्ट कुन छ भनेर हेर्ने। हाम्रो 9 भनेको 8 को नियरमा पर्छ, त्यही भएर हामीले x नट भनेको हामीले 8 लाई लिन्छौँ। यो हाम्रो x नट भयो। अनि x नट p निकाल्ने फर्मुला हजुरहरूलाई थाहा नै छ, x माइनस x नट बाई h। 9 माइनस 8/4, h भनेको हाम्रो डिफ्रेन्स कति छ, 0 to 4 मा 4 को, 4 to 8 मा 4 को, 8 to 12 मा 4 को, 12 to 16 मा 4 को। हाम्रो सेन्ट्रल डिफरेन्स इन्टरपोलेसन मेथडमा पनि इक्वल स्पेसिङमा मात्र हाम्रो यो मेथड चाहिँ युज गर्न मिल्छ, अनइक्वल स्पेसिङमा हामीले यो मेथड युज गर्न मिल्दैन। यसमा हामी हेर्न सक्छौँ हाम्रो y नट भनेको चाहिँ 32 हुन्छ, किनकि हामीले x नट भनेको 8 मानिरहेछौँ, त्यही भएर हाम्रो y नट भनेको 32 भनेको y नट हुन्छ। हामी अहिले युजिङ फरवर्ड इन्टरपोलेसन मेथड गरिरहेछौँ, त्यही भएर फरवर्डमा चाहिँ यस्तो हामीले यो फर्मुलाहरू याद नगर्दा नि हुन्छ, हामीले यहीँबाट हेरेर हामीले यो निकाल्न सक्छौँ। अब हाम्रो यहाँ हेर्नु, y नट प्लस p डेल y नट
प्लस p माइनस 1 बाई 2 फ्याक्टोरियल डेल स्क्वायर y माइनस 1 हेर्नुहोस् है त यो y नट भएपछि यो y माइनस 1 यो y माइनस 2 हुन्छ यो पनि हाम्रो y माइनस 1 यो भ्यालु माइनस 1 y minus 2 y minus 2 y minus 2 y minus 2 हाम्रो यो सबै टर्महरु y minus 1 हुन्छ यो y नट y minus y नट यो हजुरहरुले बुझ्नु भयो होला अब डेल स्क्वायर y minus 1 डेल स्क्वायर y minus 1 हाम्रो यो टर्म हामीले फर्मुलामा किनकि हाम्रो यसरी जाने यता जाने माथि फेरि तल फेरि माथि p p p minus 1 अनि p plus 1 डेल क्यूब y minus 1 प्लस p p minus 1 p minus 2 अनि p plus 1 हाम्रो फरवर्ड न्यूटन फरवर्ड इन्टरपोलेसन मेथडमा चाहिँ फर्स्टमा p p p minus 1 अनि नेक्स्टमा p p minus 2 p minus 1 यस्तो हुन्थ्यो अनि थर्डमा चाहिँ p minus 1 p minus 2 p minus 3 यस्तो हुन्छ त्यसमा चाहिँ हाम्रो यस्तो हुन्थ्यो भनेपछि यसमा चाहिँ यो फरक चाहिँ हाम्रो सेकेन्ड टर्ममा चाहिँ p minus 1 p plus 1 हुन्छ अनि हाम्रो थर्ड टर्ममा चाहिँ p minus 1 p plus 1 p minus 2 अनि हुन्छ अब यसमा हामीले यो फर्मुला हेरिसकेपछि अब हामीले भ्यालु राख्ने 32 हामीले y नट भनेको 32 हो p को भ्यालु हामीले निकालेको छु 0.25 इन्टु हाम्रो y नट भनेको छ डेल y नट भनेको हाम्रो 3 छ प्लस p को भ्यालु 0.25 minus 1 डेल स्क्वायर y minus 1 अब हेर्नुस् डेल स्क्वायर y minus 1 भनेको हाम्रो यो टर्म हो यो टर्मको भ्यालु -5 p minus 1 0.25 minus 1 0.25 plus 1 अब डेल क्यूब y minus 1 डेल क्यूब y minus 1 त्यो भनेको हाम्रो 7 हो त्यही भएर हामीले यहाँ 7 लेख्यौं प्लस 0.25 minus 1 0.25 minus 2 0.25 plus 1 into हाम्रो del to the power 4 y minus 2 del to the power 4 y minus 2 हाम्रो त्यसको भ्यालु कति छ 10 त्यही भएर हामीले 10 राख्यौं 4 फ्याक्टोरियल छ 4 into 3 into 2 into 1 हामीले यो सबै भ्यालुलाई क्याल्कुलेटरमा राख्दाखेरि अब हेरौँ है त 32 plus 0.25 into 3 plus 0.25 minus 1 into -5 2 into 1 plus 0.25 minus 1 0.25 plus 1 into 7 by 3 into 2 into 1 plus 0.25 minus 1 0.25 plus 1 0.25 minus 2 into 10 divided by 4 into 3 into 2 into 1 4 को फ्याक्टोरियल हाम्रो आन्सर हेर्न सक्नुहुन्छ 33.1 मा आएको छ मैले गर्दा नि त्यति नै आएको छ यसरी नै हजुरहरुले सेन्ट्रल डिफरेन्स इन्टरपोलेसन मेथड युजिङ गॉस फरवर्ड इन्टरपोलेसन मेथडबाट यसरी गर्न सक्नुहुन्छ